नमस्ते, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ कति लामो समयपछि आज युट्युब च्यानलमा भिडियो बनाऊ कि भनेर भिडियो बनाउन कसिराखेको छु। त्यत्तिकै रमाइलो पारामा भन्नुपर्छ। अहिले युट्युबतिरखेरि भिडियो बनाऊ कि भनेर कसिराखेर आज मन्दिरमा आज कति साल हो, 81 साल हो क्या हो, 81 82 83 कति 81 83 सालतिर है। यो 83 साल ताकि यो 83 सालको चैतको आज लास्ट दिन। ह्याप्पी बर्थडे मेरो जन्मदिन गरेको ट्याक्कै भन्नुपर्छ। अब चैत भोलिबाट वैशाखबाट ट्याक्कै 24 वर्ष। आज त के गर्ने होला, मैले 20 रुपियाँको मिठाई किनेर खान्छु भनेर भिडियो बनाउन गइराखेको छु भन्नुपर्छ। हाम्रो यो मन्दिरको छेउमा त्यत्तिकै यहाँ थुप्रै मान्छे हुनुहुन्छ। मैले कुद्या पालामा जे पाइ त्यही बोलिदिनुहुन्छ क्या। अब भिडियोतिर पनि अब युट्युबमा हाल्ने भएपछि त युट्युबमा हाल्ने गाह्रो नै हुन्छ होला। युट्युबतिर अब सरलाई केलाएर लाइभ हाल्छ भन्नुभएछ सम्पूर्ण साथीभाइ अङ्कलहरूले। मैले चाहिँ त्यस्तो गर्दैन। अब हाम्रो त आफ्नै पारामा चिल पारामा हिँडिराखेको छु। हाम्रो दुर्गा माता के हो, श्री दुर्गा भगवानी माता जैमिनी नगरपालिका 5 वडा नम्बर 2 मा रिठी डाँडामा है। यो हाम्रो चाहिँ रिठी डाँडामा ठ्याक्कै जुन चाहिँ हाम्रो यो देख्न सक्नुहुन्छ। मैले भनिसकेँ मेरो भिडियो साथीहरूले खुस छ त। म एक्लै काम गर्ने भने चाहिँ यहाँ ग्रुपमा आएर चाहिँ काम नगर्ने, एक्लै जङ्गल हिँडेर भिडियो बनाउँछु। मेरो जङ्गल भिडियो बनाएको नि खासै चले छैन। त्यही पनि ग्रुपमा बनाएको झन् के चल्ला, हामी बोल्न आउँदैन खासैहरू। यहाँ टन्नै साथीहरू हुनुहुन्छ क्या, त्यही भएर हाम्रो खासै बोल्न आउँदैन। आजको भिडियो 1 मिनट 10 मिनट पनि कटाउन सकिन्न क्या। फेरि अघि पछि भए 20 मिनट 1 घन्टा आधा घन्टा तक पनि बोल्न सकिने। उसमा चाहिँ 10 मिनट पनि कटाउन नसक्ने। त्यही भएर अलि गाह्रो पोजिसन गाह्रो भइराखेको छ मलाई के नकुन्ने। लु मोबाइल ग्याङ यतिकैमा हामी चाहिँ सरलाई यतिमै हिँड्दै चिनजान गर्दै भेट्दै साथीहरूलाई हाम्रो लक्कै लाएर हाम्रो यहाँ उसको बिचबाट मन्दिरबाट चाहिँ बिना सोध्दै बजार हिँड्दाखेरि त केही हुन्न त। अब यहाँनिर हिँड्दाखेरि अलिक डर लाग्ने कि बजार हिँड्दाखेरि चाहिँ चिन्नु जान्नु कोही मान्छे गाई बिच हिँड्दैन नि त। अहिले चाहिँ सबैजना चिनेको कस्तो लाज लाउने के बजारतिर फेरि अरूको गाउँमा फेरि लाज लाउनु नफुटे खत्रै खालको रहेछ क्या। अब भन्नुहुन्छ आफ्नो गाउँमा चाहिँ लाज लाउने जुन चाहिँ मैले भिडियोहरू अन्त पनि हेऱ्यो भने थाहा हुन्छ। बास भिडियो केही पनि होइन बहिनीहरू। हाम्रो गोरी अङ्कलसँग खतरा बोलिदिनुहुन्छ नि भिडियोमा सरलाई। त्यही लाएर मैले फेरि बोल्नुहुन्छ होला, बोल्न भने चाहिँ कसलाई मान्छे लिएर जोड्ने हो कुन्नी मलाई थाहा छैन। त्यत्तिकै कुद्या पारामा 10 मिनट कटाउन सकिन्छ कि सकिन्न त्यही पनि अब मलाई त्यति अब थाहा छैन। त्यत्तिकै मन्दिरमा अब हिरोको रोल लास्टमा आउँछ भनेर लास्टमा आउनुहुन्छ जेठाबाला। हिरोको रोल चाहिँ गर्नुपर्छ हाम्रोमा। नमस्कार सम्झिज्यू, नमस्कार जेठाबाले हिरोको रोल लास्ट आउँछ भनेर अलि जेठाबाले ढिलो हुनुभयो। हिरोको रोल लास्ट आउँछ भनेर हाम्रो झन् ढिलो हुनुभयो त। भजन गाउने हुन्छ यत्तिकै बोल्दै पनि ठिक हुन्छ क्या सरलाई केही लाएर। मित्रहरूलाई कतिखेर जाने हुने काका, कतिखेर जाने घर भइसक्यो कुखुरा काटेर होइन मैले भाडा ल्याइन, एउटा भाडा ल्याउनु पर्ने रहेछ कि हो पर्दैन पैसा हाल्दै पर्दैन गइसक्यो गरियो सबै राम्रो। हाम्रो टिमलाई सरलाई लिएर भिडियो बनाउँदै पारामा त्यत्तिकै कुद्दा पारामा अब कस्तो हुन्छ है रविलाई भन्नु सरलाई बाजेहरू थियौँ आइचे बाजे ल्याउनु भएको कुखुरा उका त्यहाँ सानो ल्याएपछि तुर्को त्यहाँ छ। मैले भिडियो गराउँछु नि, राम्रो भयो भने गराउने, भिडियो गराउने फोटो खिच्ने। कतिवटा ल्याउनु भएको नि बाजेले भाले कतिवटा ल्याउनु भएको नि
यो पनि कतिवटा ल्याउनु भएको नि भाले यति एउटा हो क्या त्यहाँ भक्कल थियो त्यही भएर ए भक्कल पुरा गर्नु नि अब अहिले नगर्ने हो भने एकैचोटि दसैँ जान्छ दसैँमा फेरि दुईटा ल्याउनु पर्यो दुईटा ल्याउनु पर्छ त्यही भएर गाह्रो हुन्छ भक्कल चैता गर्ने भनेपछि त्यसैया गर्नुपर्छ ठुलो दसैँ भनेर चाहिँ दुर्गा ठुलो दसैँमा गर्ने हो भने त्यसैया गर्नुपर्छ ठुलो दसैँ फेरि चाहिँ ल्याएन भनेदेखि दुईटा हाल्नुपर्छ त्यस्तो हुन्छ क्या अनि यो मन्दिर पहिला पहिला कस्तो थियो नि बाजे यो मन्दिर कस्तो थियो नि इतुरको छाप्रो थियो इतुरको क्या बुर्चो कस्तो देखिया छ अहिले त राम्रो अहिले त राम्रो त्योभन्दा पहिला त कहाँ पूजा गरे पूजै हुन्न त त्यहाँ आउँदैन होइन हुन त पूजा हुन त मन्दिर सानो थियो ए पूजा त यहाँ कति वर्षबाट पहिले हजुरहरूले थाहा पाउँथ्योबाट हुन्छ पूजा बाजा यहाँ पहिले बाबु बाजेदेखि गरिराखेका हाम्रो बाजे भए तेरा बाजेहरू भए थारेतिरका चाहिँ भए यता जुकेपानीतिरका भए हामी सबै भएर चाहिँ चैत दसैँमा नि व्यस्त दुर्गा भवन पूजा गर्ने अनि त्यहाँबाट फेरि ठुलो दसैँमा चाहिँ नौ दुर्गाबाडी चाहिँ पूजा गर्ने गरिराख्ने यहाँ फेरि के छ एउटा निमको चाहिँ बोको नकाटेछन् कुखुरा काट्न पाइन्न राँगो काट्न पाइन्न निमको चाहिँ पहिला चाहिँ काट्नु पर्यो काटेपछि बल्ल चाहिँ कुखुरा भयो राँगो भयो बल्ल काट्ने हर वर्षको एउटा चाहिँ बोका हाल्ने भनेर चाहिँ यहाँ भक्कल गरेर चाहिँ गरेका छन् पहिले बाजेहरूले भनेपछि त तपाईँले बोकाको नि खानुहुन्छ दुईटा भाले खानुहुन्छ सालमा त अब दुईटा भाले राख्ने त खुसी हो नि आफ्नो चाहिँ भक्कल छ भने राख्ने यो दुईटा होइन र यो र यो साथमा चाहिँ यो त दुईटा सानो राता सेता हाम्रो चाहिँ भिडियोमा राता सेता भन्नु चाहिँ अहिले सेता पनि छन् युट्युबमा जान्छ भाइरल बनाउनु पर्छ भाइरललाई होइन यहाँ चाहिँ कुखुरा समायो मन्दिर घुमायो अनि सोचेको सबै ट्याक्कै पुनि भयो बाजेलाई होइन पूजा गर्ने ठुलो चाहिँ बनाउने रकमै भएन के यो अन्तर्राष्ट्रिय पर्यटक रकम नभएर नभए चाहिँ यहाँ ठुलो चाहिँ बनाउने यो बागलुङमा ठिक कि यहाँ ठिक नि बाजु यो बागलुङको मन्दिर ठिक हुन्छ कि यहाँको नि त्यही भएर चाहिँ यहाँ चाहिँ ठुलो मन्दिर बनाउने विचार हो क्या पछि बढाए हुन्छ कि भनेको मतलब बागलुङको मन्दिर र यो मन्दिर एउटै होइन एउटै यो पनि दुर्गा भवानीका हुन् यिनी पनि दुर्गा भवानी माईको जति अलग्गै छ कहाँनिर नि पुराण थन्थाप कालिका माई भन्छन् ती कन्ने हुन् तिनलाई पूजा दिएको चाहिँ गरेको ल्याउन पाइन्छ टाउको दिन्छ बाँकी एकै दिनमा खाएर सक्नुपर्छ त्यस्तो छ उनी कन्ने हुन् क्या यिनी चाहिँ गरेका हुन् विवाह वर्तन चलेका चाहिँ देवी देवता नमस्कार मामा त्यही भएर यस्तो माईको देव भन्ने कालिका माई भन्ने चाहिँ नै ए उहाँ भन्नाले यो कालिका माई माइका छन् ए त्यहाँनिर उसा जति हुन् क्या तिनी विवाह वर्तनमा गएको उनीहरूको चाहिँ त्यस्तोको रहेछ
अब मामा दमाईहरूले हामीलाई टेर्नु छोडेको यिनलाई पनि हामीले गर्नु दमाईहरू एकदम ठुला भयो मेरा बाबु दमाई साथी कामेहरू एकदम ठुला भयो हामी सबैभन्दा ठुला जाति त्यही भएर दमाईहरू चाहिँ यहाँ चाहिँ अब महाजन पल्टाउनु लाग्यो त्यही भएर बाजा बजाइदिनु यिनीहरूले निमको बोका काटेपछि बल्ल जानु पर्ने दमाईहरू अन्त हाम्रो गाउँमा दमाई छन् र बाजा बज्दैन अन्त छैनन् यहाँको बाजा लहर जान्छन् मतलब यहाँको बाजा लहर जान्छन् बाजेको मामा आउनुभएको त होता नि यस्तो भिडियो हो हजुर यो नातिले चाहिँ भिडियो र किडियो बनाएको छ भिडियो र कुटियो अब कता लगेर चाहिँ कुखुरा बेचेर आउने यो कुखुरा होइन कहाँ लान्छ र कुखुरा बेचेर आउने ओके बाई बाई भिडियो लामो भयो 10 मिनट पनि भयो अब ठ्याक्कै पुग्यो है पुर्याउन सक्दिनँ कि भनेको थिएँ 10 मिनटको भिडियो लगभग पुऱ्याइसकेँ भन्नु पऱ्यो अब जे पाइते कुद्यो पऱ्यो र अन्त बोलेको भए मैले फटाफट उत्तिकै बनाइसक्ने थिएँ 10 मिनटको अब घरै बस्दाखेरि अलिक सकेन भनेर अब भिडियोबाट पनि अन्त्य बाई बाई गर्नुपर्छ बाई बाई हाम्रो एकचोटि मन्दिरलाई हेरेर बाई बाई भिडियोबाट म छुट्याउँछु हस्त नमस्ते जय देश